guys, welcome back to my channel. This is me Pratna. So आज चाहिँ म फेरि भिडियो स्टार्ट गर्दैछु किनभने चाहिँ आज म घर पनि आछु अन्त घर आएर चाहिँ सो गाउँ डुल्नु गएको हो। म यहाँ पर चाहिँ यस्तो पाकिरहेको थियो हैन, हामीले चाहिँ हन्टिङ हान्थ्यो चारुदी म भाइहरु दुईजना अन्त प्रतिभा पनि छ। प्रतिभा चाहिँ इनोसेन्ट यसमा छैन, प्रतिभा इन्भल्भ हो, हामी मात्रै। मेरो काजो पाक्यो यो भाइहरुले मिक एकपल्ट लैजाको छ, पाँचवटा चोर्यो। अब गएको डुल्दै भाउजू अहिले भेट्दै गरौँ ल गाइस। सो अहिले चाहिँ भन्नुपर्दा फिलहालमा हामी चाहिँ पुग्यो यता निरी रोडमा हो, कैन्जले आइसक्रिम खानु खाऊँ ल। पाउँदैन नि आइसक्रिम सोधे पनि अस्पताल। सो गाइस अहिले भेट्छु मिठाई किन्यो हो, सारुदीले किन्नु भएको आजको हाम्रो स्पोन्सर। ए म कोक किन्थे नि बिर्सेछु पो। प्रार्थना हटितिर भ्युअर्समा के भन्न चाहन्छु, मलाई बुस्टर हालिदियो, प्रार्थना नम्बर मागिदिन। नम्बर मागेर हैन तिम्रो नम्बर त भाइरस छ। हुन्छ यो चाहिँ पहिला म पढेको स्कुलको ग्राउन्ड हो हैन, यही पढेको है क्लास 8 सम्म चाहिँ म गाइस हैन। यो स्कुलमा चाहिँ खतरा मेमोरिज छ हो हैन। अन्त चाहिँ भाइहरु चाहिँ यहाँनिर चाहिँ वार्म अप गर्छ। यो चाहिँ दिक्षेन चाहिँ मेरो भाइ हो। ओइ यहाँ आइज मिठा खानु आइज, यो त आइहाल्छ त। वार्म अप गरेर हामी मोल्दै गर्छ हामी हैन। गफ चाहिँ के हो यस्तो? म त आज बिहान यसले मलाई 3 बजे भने किन मलाई 3 बजे उठे हैन। ममा केटाहरुको के प्लान थियो बिहान नै उठेर यो चाहिँ अब यहाँ चाहिँ प्याज काटेर ल्याएको छ हाम्रो ढोकुले। यसले कन्ट्रिब्युट चाहिँ यही गरेको अरे यसमा। उयो 2 मिनेट चाहिँ बोक्यो होला ढोकुले कन्ट्रिब्युसन भएको। यसले अन्त भर्खर त्यही भन्छ कन्ट्रिब्युट गरेको मैले भन्दैछ। यो चाहिँ बनाएर खानु आँटेको हामीले चाहिँ। ढोकुको पसिनाले फाट्यो। ढोकु त के भन्नु छ? ढोकु चाहिँ नभन्न उयो सकिनु आँट्यो। म पनि किन्छु तर इएमआईमा भए पनि किन्नु तार छैन। अब चाहिँ यहाँनिर यसो भ्यू देखाउँदैछु म चाहिँ। पारी चाहिँ रम्फू हो, रम्फू यो देख्दै गरेको अटल सेतु ब्रिज हो। यहाँ चाहिँ मकै ड्याममै छ गाइस। मकैबारी गड्याम भन्ने गीत सुन्नु भएको होला हैन। यो चाहिँ सारुदीको टेरेसमा। यहाँ चाहिँ सुपारी चाहिँ सारुदीकोमा चाहिँ दामी फलिरहेको छ कि छैन? छ रहेछ तर क्यामेराले सपोर्ट गरेन। अब चल्देको भ्यू देखाइदिएँ मैले। के भन्ताए ला तपाईको कति इत्रो अन्नार हौ। अत्रो मान्छे सानो हो नि त भन्दा त्यही त। खै म अगाडिबाट स्टार्ट यस्तो गरौँ सुन्छ कि बा मेरो ठुलो न हाम्रो डुक्स चाहिँ यहाँ बसिरहेको छ हो। हेलो जाउँ हामी सनफ्लावर बारी। सारुदीको बारीमा चाहिँ हो, यहाँनिर चाहिँ ड्याममै सनफ्लावर फुलिरहेको रहेछ। वाउ यस्तो हेर्नुहोस् गाइस। ठुलो नदे है, नदिनु है। ठुलो जब उसले चाहिँ सिट भएको ड्याममै फुलिरहेको रहेछ। But then why it is stated like that in a book? दामी निकाले राम्रो छ। उ काँक्रा देखे मैले। फिलहालमा चाहिँ म चाहिँ बडा हात्तीकोमा गएको। साथीहरु म चाहिँ पुगे, बाबा फर्किनु भयो, मलाई ड्रप गरिराखेर म चाहिँ पुगे अब बाजुको घरमा।
चाहिँ चौर छ कि दामी यहाँ बसौँ बसौँ लाग्दो चाहिँ पुगेँ अब लास लास तर्सिनुहुन्छ होला मान्छे के लिएर आएको छु नि त अन्त चाहिँ बजुलाई याद छ कि छैन म आउँछ भनेर चाहिँ कि मन्दिर चाहिँ यहाँ छ कि पूजा गर्नु भन्दैछ जस्तो लाग्यो यहाँ हुनुहुन्छ यहाँ चाहिँ यस्तो शीतल छ कि गाइस के भन्नु जाडो पो हुँदैछ म त टी सर्ट मात्रै लगाएर आएको कि पर्खिरहेको छु म चाहिँ किनभने चाहिँ यहाँ चाहिँ बाजु चाहिँ पूजा गर्न जानुभएको छ नि त बाजु एक्लै बस्नुहुन्छ नि त होइन ताला लगाइरहनु भएको रहेछ हो यहाँ बाहिर बसिरहेको छु र भित्र गएर सरप्राइज दिउँ भनेको त बाहिरै अब सक्नु आँट्नु भयो होला सो आजको भिडियो चाहिँ यस्तै हुँदैछ होइन गाइस अब के भन्नु छैन यस्तै हुँदैछ हेरिदिनु दुःख सुख जतिजनाले हेरिदिनुहुन्छ मेरो नयाँ भ्युवर्सहरूलाई त याद छैन होला म कहाँ आएको भनेर होइन मेरो पुरानो भ्युवर्सहरूलाई त याद छ म चाहिँ बडाकोमा आएको भनेर मेरो बडा हजुर मेरो बाबाको चाहिँ दाजु अन्त चाहिँ आइरहेको छु बडाले निकै याद गरिरहनु भएको थियो नि त मलाई होइन सम्झिरहनु भएको थियो आउँछ भनेर कि अन्त चाहिँ म आएको आज चाहिँ हिजो छुट्टी भएको आज आएँ अब भोलि गइहाल्नुपर्छ आज चाहिँ अन्त यहाँ आइहालेको अहिले भेटौँ ल गाइस बडा हजुर भेटेर सो साथीहरू के भएको म चाहिँ बुवाजुकोमा आए पनि पुगेँ बुवाजुकोमा खाना पनि खाइसकेँ मकै पनि खाएँ बुवाजु अन्त चाहिँ म यहाँनिर ढल्किरहेको छु मनिषा यहाँ छ भाइ यहाँ छ भाइ यहाँ छ मिनी ब्लग होइन ब्लगै हो के भने गाइस के बोल कहना क्या चाहती है ये मुँह पे मारू क्या मुँह पे मारू मार्दिन तर सो आजको भिडियो चाहिँ यहीँसम्म थियो थ्याङ्क यू सो मच फर वाचिङ गाइस बाइ बाइ लभ यु अल